हेलो अनि नमस्कार सबैजनालाई स्वागत छ मेरो यो युट्युब च्यानलमा। यो एनिमेसन सिरिजको पहिलो पार्टमा आज म तपाईहरुलाई सिकाउँदै छु यो ब्लेन्डर कसरी चलाउने। जस्तै हामीले एनिमेसन गर्नलाई मोडलिङ गर्नको लागि यो ब्लेन्डर युज गर्छौं। यो ब्लेन्डर किनभने एकदम पपुलर पनि छ र यो फ्री सफ्टवेयर पनि हो। यसको वेबसाइटमा गएर blender.org वेबसाइटमा गएर सिधै हामीले ब्लेन्डर डाउनलोड गर्न सक्छौं अनि यो फ्री पनि हो, त्यसैले यो एकदम पपुलर पनि छ है। अब मैले यहाँ 4.3 भर्सनको ब्लेन्डर युज गरिरहेको छु र यसमा तपाईले सबभन्दा पहिला ब्लेन्डर खोल्ने बित्तिकै यस्तो खालको इन्टरफेस देख्नुहुनेछ। यो इन्टरफेस देख्दाखेरि चाहिँ अब सुरुमा फर्स्ट टाइम देख्ने मान्छेहरुलाई चाहिँ के हो कसो हो जस्तो लाग्ला, तर खासै त्यस्तो टेन्सनै लिनुपर्ने खालको कुरा चाहिँ केही पनि छैन है। यहाँ जेनरल भन्ने छ, 2D एनिमेसन छ, स्कल्पचर छ, VFX छ, भिडियो एडिटिङ छ हैन, यहाँ धेरै अप्सनहरु छ। तर हामीले यो एनिमेसन अथवा मोडलिङ गर्नको लागि यो जेनरल भन्ने अप्सनबाट चाहिँ हामी काम गर्छौं है। अब हामीले जेनरलमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस यहाँ देखिन्छ। यो एउटा क्युब हो है, यो चाहिँ बाइ डिफल्ट यहाँ आउँछ। प्रत्येकचोटि खोल्दाखेरि तपाईले यस्तो खालको इन्टरफेस देख्नुहुन्छ। यो चाहिँ एउटा क्युब हो भने त्यसैगरी यतापट्टि छ यो क्यामेरा हो। क्यामेरा जस्तै क्यामेरा कुन एंगलबाट के देखाउने भन्ने कुरो पछि एनिमेसन गर्दाखेरिलाई काम लाग्ने भएको कारणले गर्दाखेरि यो क्यामेरा हो। अहिले हामीलाई यसलाई खासै ध्यान दिनु जरुरी छैन, हामीलाई यो चाहिदैन है। त्यसपछि यहाँ हामीले हेर्यौं भने यो चाहिँ लाइट हो। लाइट सोर्स कताबाट पार्ने कुनै पनि अब्जेक्टमा भनेर यसले डिफाइन गर्छ। यो पनि हामीलाई अहिले खासै आवश्यक पर्दैन। त्यसैले अब हामी ढिला नगरिकिन जाउँ यसको अरु कुराहरु के रहेछ भनेर हेर्नको लागि। यो साइडमा छ मेन्यु है। मेन्यु यो फर्स्टको भनेको हाम्रो यो सिलेक्सन टुल भइहाल्यो। सिलेक्सन टुलले चाहिँ हामी के गर्छौं, जस्ट कुनै अब्जेक्टहरु सिलेक्ट गर्नलाई है यो युज गर्छौं। अनि त्यसै गरेर यतापट्टि छ यो कर्सर हो। कर्सर भनेपछि यसले चाहिँ यो पोइन्टमा देखाउँछ। जस्तै कुनै पनि अब्जेक्टको यो बीचमा यसरी कर्सर देखाउँछ। अनि त्यसपछि थर्डमा छ मुभ। मुभ टुल भनेको चाहिँ हामीले यसलाई चाहिँ यता उता सार्नको लागि युज गर्छौं है। अब यता सार्नु पर्यो यसरी, अथवा यता सार्नु पर्यो है, अथवा यता सार्नु पर्यो, यसरी हामीले यसलाई चाहिँ मुभ गर्न सक्छौं। अब यो भन्दा पहिला म तपाईहरुलाई यहाँ लान्छु यो स्क्रिनको यो साइडमा। यहाँ चाहिँ एक्सिस छ। जस्तै हामीले 3D एनिमेसन गर्ने भएपछि हामीले तीनवटा एक्सिसको बारेमा थाहा पाउनु जरुरी छ। यहाँ चाहिँ एक्स वाइ जेड एक्सिस भन्छ। जस्तै यो रातो देख्नु भएको छ, यो रातो चाहिँ एक्स एक्सिस हो, यो ग्रीन वाइ एक्सिस र यो ब्लू जेड एक्सिस हो। त्यसपछि अब हामीले जस्तै मुभ गर्नु पर्यो। अब मुभ कतापट्टि गर्ने भन्दाखेरि यो एक्सिसले डिफाइन गर्छ। जस्तै हामीले एक्स एक्सिसतिर मुभ गर्नु पर्यो भने यो रातो जता जता छ त्यतातिर हामीले मुभ गर्न सक्छौं है। अब जस्तै वाइ एक्सिसमा, वाइ एक्सिस भनेको ग्रीन, अब वाइ एक्सिसमा हामीले मुभ गर्नु पर्यो भने यसरी ग्रीनमा मुभ गर्न सक्यौं। त्यसपछि जेड एक्सिसले चाहिँ ब्लूमा यसरी हामीले मुभ गर्न सक्यौं। त्यही भएर एक्सिस चाहिँ अलिकति इम्पोर्टेन्ट छ, यसको बारेमा थाहा पाउनु एकदम जरुरी छ। अब हामी जाउँ यतापट्टि रोटेसन टुलमा। यसको काम भनेको चाहिँ रोटेट गर्ने। अब हामीलाई रोटेट गर्नको लागि ल यहाँ क्लिक गरौँ। त्यसपछि यस्तो खालको देखिन्छ है। अब वाइ एक्सिसमा रोटेट गर्नु पर्यो भने हामीले यो ग्रीन लाइनलाई यसरी लिएर रोटेट गर्न सकिन्छ है। त्यसपछि एक्स एक्सिसमा रोटेट गर्नु पर्यो भने रेडलाई यसरी एक्स एक्सिसमा रोटेट गर्न सकियो। त्यसपछि जेड भनेको ब्लू, यसरी गर्न सकियो है। यो चाहिँ रोटेसन गर्नको लागि। त्यसपछि यतापट्टि छ स्केल भनेर। यो स्केल टुलको काम भनेको चाहिँ यसको साइजलाई बढाउने हो। साइजलाई बढाउने, अब हामीले यहाँ एक्सिस युज गरेको कारणले गर्दाखेरि कुन चाहिँ एक्सिसमा कति साइज बढाउने भन्ने कुरा चाहिँ यसरी गर्न सकिन्छ। जस्तै म यहाँ अब एक्स एक्सिसमा चाहिँ यसलाई बढाउन चाहन्छु भने मैले एक्स एक्सिसतिरबाट यसरी लिएर गएँ हो। यसरी यो स्केलले चाहिँ तन्काएर हामीले सिम्पली ड्र्याग गरेर यसको साइज बढाउन सक्यौं। त्यसै गरेर अब वाइ एक्सिसमा बढाउनु पर्यो भने यो ग्रीनतिर गएर यसरी बढाउन सकियो है। त्यसपछि यो ब्लूतिर गयो भने यो जेड एक्सिसमा चाहिँ यसरी तन्किन्छ। अब त्यसपछि यहाँ अर्को छ ट्रान्सफर्म भनेको सट्ट यसरी घुमाउनको लागि
हेर्नुहोस् त जस्तै अब यो ल मैले एक्स एक्सिसमा घुमाउनु पऱ्यो भने यसरी ट्रान्सफर गर्न सक्छु हो त्यसपछि जेड एक्सिसमा घुमाउनु पऱ्यो भने यतापट्टि यसरी ट्रान्सफर गर्न सक्छु ल अहिलेलाई हामीलाई चाहिने यति मात्रै टुल्स हो है त्यसपछि अब हामी जाउँ स्क्रिनको यो पार्टमा यहाँनिर छ यो सिन कलेक्सन भनेर छ है सिन कलेक्सन भनेको तपाईँको यो सिनमा जे कुरा छ त्यो चाहिँ यहाँ देखाउँछ जस्तै हाम्रो सिनमा अहिले के छ क्यामेरा छ हो क्युब छ त्यसपछि लाइट छ हो यो हाम्रो सिनमा भएको कुराहरू चाहिँ यता देखाउँछ है त्यसपछि यहाँ तल छ प्रोपर्टिज यो प्रोपर्टिजको एकदम धेरै नै युज हुन्छ यसमा चाहिँ अब जस्तै हामीले कुनै एउटा मोडलिङ बनाउनु पऱ्यो मोडल बनाउनु पऱ्यो मोडलिङ गरेर भने एउटा यो क्युबलाई नै यताउता तन्काउने होइन यता तन्काइ पारेर कसरी हुन्छ अब यसलाई गर्दाखेरि चाहिँ हामीलाई यो प्रोपर्टीको एकदम आवश्यक पर्छ है यो प्रोपर्टी अब यहाँ छ जस्तै टुल्सहरू छ रेन्डर गर्नुलाई छ आउटपुट छ त्यसपछि भ्यू लेयरहरू छ सिनहरू छ यो हामी बिस्तारै अब यो गर्दै जाँदाखेरि बिस्तारै सिक्दै जान्छौँ अब सँगसँगै अब त्यसपछि हामीलाई अर्को जान्नुपर्ने कुरा के हो भने यहाँ चाहिँ अब्जेक्ट मोड भनेर यहाँ देखिरहनु भएको छ होइन अब्जेक्ट मोड छ अनि त्यसपछि अर्को एडिट मोड छ हो सो प्रायः जसो हामीले अब्जेक्ट मोडमा चाहिँ कुनै पनि अब्जेक्टहरूलाई जनरली एडिट गर्नु पऱ्यो भने यताउता तन्काउने ठुलो बनाउने होइन घुमाउने मुभ गर्ने त्यस्तो गर्नु पऱ्यो भने चाहिँ हामी अब्जेक्ट मोड युज गर्छौँ तर यदि हामीले यसलाई नै तोडमोड गरेर यसको सेपलाई नै बदल्नु पऱ्यो भने हामीले चाहिँ यो एडिट मोड युज गर्छौँ अनि यो एडिट मोडमा पनि यहाँ तीनटा यो आइकन देख्न सक्नुहुन्छ यो फर्स्ट चाहिँ भर्टेक्स सेलेक्सन हो अनि यो चाहिँ एज सेलेक्सन हो अनि यो चाहिँ फेस सेलेक्सन हो है अब यो पनि भनिदिइहालौँ भर्टेक्स भनेको के हो भन्दा यो सानो डट देख्नु भएको छ यो व्हाइट डट अब यता क्लिक गऱ्यो भने यो व्हाइट डट यतापट्टि जान्छ यता क्लिक गऱ्यो भने यो व्हाइट डट यतापट्टि जान्छ होइन यो चाहिँ भर्टेक्स हो है त्यसपछि यहाँ एज छ एज भनेको चाहिँ यसको यो लाइन जस्तै यो मैले कालोमा दबायो भने अब यो व्हाइट भयो नि यो चाहिँ एज भयो यसको अर्को एज यहाँ छ अर्को एज यहाँ छ अर्को एज यहाँ छ होइन यो क्युबमा अब कतिवटा एज छ भन्दा यो एउटा फेसमा 4वटा एज छ यो 1 2 3 4 अब यो फेसमा पनि 1 2 3 4 4वटा एज छ होइन यो चाहिँ एज भयो त्यसपछि अर्को चाहिँ यहाँ फेस त फेसमा क्लिक गऱ्यो भने फेस भनेको के हो भन्दा यो पुरैलाई चाहिँ फेस भन्छ मैले यो क्लिक गर्दाखेरि यो सेलेक्ट भयो नि यो चाहिँ एउटा फेस भयो त्यसपछि यतापट्टि भयो नि यो अर्को फेस भयो यतापट्टि अर्को फेस भयो है त्यसपछि यतापट्टि अब थुप्रै छ टुल्सहरू अरू थपिएर आए अब त्यो युज गर्दै जाँदाखेरि थाहा हुन्छ अहिले अब यो सजिलो खालको छ एउटा यो एक्सट्रुड भन्ने छ होइन एक्सट्रुडमा क्लिक गरेपछि त्यसपछि मेरो यहाँ एउटा फेस सेलेक्ट भएको छ यतापट्टिको यो होइन कि यो चाहिँ फेस सेलेक्ट भएको छ एक्सट्रुडको काम भनेको यसलाई मैले क्लिक गरेर ताने भने यसले हल्का अगाडि बढाइदिन्छ है तन्काइदिन्छ भनौँ न यो पुरै फेसलाई तन्काइदिन्छ जस्तै यतापट्टिकोलाई मैले तन्काउनु पऱ्यो भने यतापट्टिको पुरै फेस तन्कियो हो अब यो अर्को फेस पनि छ यो फेसलाई तन्काउनु पऱ्यो भने यो फेस पनि यसरी तन्किन्छ हो ल अघि क्युब थियो अहिले के भनिसक्यो होइन अब त्यसै गरेर यहाँ छ यो एज भन्ने ल एजबाट पनि जाउँ एज ल मैले यो एजलाई क्लिक गरेँ अब म यो एजलाई तन्काउनु पऱ्यो भने अब अघि चाहिँ फेस पुरै तन्केको थियो तर अहिले चाहिँ एज मात्रै तन्किन्छ है यसरी एज मात्रै तन्किन्छ यो एजलाई मैले तन्काउनु पऱ्यो भने यसरी यो एज मात्रै तन्किन्छ है यतापट्टिको एजलाई ल म यो तन्काउनु पऱ्यो भने यसरी यो एज मात्रै तन्किन्छ हो यो चाहिँ एज र फेसलाई यसरी तन्काउन सकिन्छ ल अब यति कुरा जानेपछि यो एकदम बेसिक कुरा भयो अब बेसिक कुराहरू जानिसकेपछि अब हामीले कुनै पनि यसलाई होइन यताउता तोडमोड गर्ने जान्यौँ नि होइन जस्तै अब मैले यहाँ एउटा अब एडमा गएर मेस गएर फेरि मैले एउटा क्युब लिएँ है यो क्युब लिएँ ल यहाँ एउटा क्युब छ यो क्युब लिएँ त्यसपछि अब मलाई अर्को पनि अब्जेक्ट चाहियो भने म फेरि एडमा जान्छु एडमा गएर फेरि मेसमा गएपछि अब जस्तै सर्कल छ क्युब छ प्लेन छ युबी सेप छ सिलिन्डर छ कोन छ होइन है यसरी कोन क्लिक गऱ्यो भने
कुन आयो हो। यो चाहिँ हाम्रो अब फर्स्ट इन्ट्रोडक्टरी पार्ट मात्रै थियो। अब बाँकी चाहिँ म अर्को पार्टमा एउटा कुनै मोडलहरू बनाएर होइन तपाईँहरूलाई फेरि अर्को भिडियोमा हाल्ने। यो चाहिँ बेसिक कुराहरू थिए होइन। अब योभन्दा धेरै एडभान्स लेभलका कुराहरू अब बिस्तारै बिस्तारै आउँछ होइन। त्यसपछि अब तपाईँहरूले प्र्याक्टिस गर्दाखेरि यसरी नै एड गर्दै जानुहोस् होइन। अब त्यहाँ विभिन्न एड हुन्छ, एड गर्नुहोस्। त्यसपछि त्यसलाई अब्जेक्ट मोडमा खेलाउने, एडिट मोडमा खेलाउने। त्यो खेलाउँदै अलिकति बानी पर्छ है। बानी परेपछि अनि त्यसपछि हामी अर्को भिडियोमा फेरि कसरी अब सेपमा लैजाने होइन। अब बेसिक सेपहरूबाटै सुरु गर्नुपर्छ, कसरी बेसिक सेपमा लैजाने ती कुराहरू चाहिँ अर्को भिडियोमा म राख्छु है। आजलाई यति नै गरौँ। हस् त, यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यो च्यानललाई चाहिँ सब्सक्राइब अनि लाइक गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।